भारतलाई म जे पनि बुझाउनको लागि जे पनि गर्नको लागि तयार छु, मलाई प्रधानमन्त्री बन्नको लागि भारतलाई बनाऊ भनेर उहाँले मलाई पठाउनु भयो। र त्यसपछि मैले त्यो कुरा कहिले पनि गर्न सकिनँ, किनभने भारतसँगको यो चान्चुने कुरा गरिरहनु भएको छैन है। यो फेरि यो सार्वजनिक प्रसारणमा गएको विषय हो, यसपछि जवाबदेही पनि हुनुपर्छ। मुखर पनि म फेरि म लाइभ डिटेक्सन टेस्ट लिन तयार छु, म झुटो बोलेको टेस्ट लिन तयार छु। त्यो पार्टीको महामन्त्री हुनुहुन्थ्यो, प्रवक्ता हुनुहुन्थ्यो, रविजीको सबभन्दा विश्वास पात्र हुनुहुन्थ्यो। रविजीले के भन्नुभयो भन्दै हुनुहुन्छ भने तपाईँ उपप्रधान र गृहमन्त्री एकपटक भएर दोस्रो पटक भइसके पछाडि भारतसँग म जेसुकै कुरामा सम्झौता गर्न तयार छु, मुकुलजी यस्तो लबिङ गरिदिनुहोस् कि भारतको आशीर्वादले म प्रधानमन्त्री हुन सकौँ। हो त्यो उहाँले त्यो मलाई भन्न पठाइसकेपछि मैले तर भारतसँग कहिले पनि त्यस्तो कुरा गरिनँ। र निवागले हुनुहुन्थ्यो र त्यतापट्टिबाट आफ्नो एउटा टिम पनि थियो, र त्यो टिमबाट भेटिसकेपछि उहाँ जानुभयो। उहाँ गइसकेपछि तलको जुन त्यो लिफ्टबाट तल उर्लिसकेपछि त्यति बेला सोर्नी वाग्लेले मलाई के भन्नुभयो भन्दाखेरि चाहिँ भारतलाई नेपाल देशलाई चाहिँ भारतको राज्य बनाइदिनको लागि या भुटान स्टेट बनाइदिनको लागि एग्रिमेन्ट गरिदिने, र त्यो गरिसकेपछि यिनीहरूले मान्छन् भनेर भनिसकेपछि मलाई त्यति बेला झनक्क रिस उठ्यो। तर त फेरि रविजीलाई नभएर अब फेरि स्वर्णिमलाई पनि लतार्न खोज्छ है। म लाइभ डिटेक्सन टेस्ट दिन तयार छु, उहाँले भनेको हो, र यो कुनै पनि प्रकारको छानबिन जानको लागि म तयार छु। कुनै पनि प्रकारको छानबिन, कुनै पनि तरिकाको के गर्नुपर्छ यसमा, यो मैले भनेको। तर यसको पछाडि कुनै मोबाइलमा रेकर्ड हुँदैन। यसको सत्य के हो भन्दाखेरि चाहिँ अब त्यसको आफ्नो जुन कुराहरू छ त्यो कुराहरू तपाईँ जानुपर्छ। र उहाँले सोर्नी वाग्लेले के भन्नुभयो भन्दाखेरि नेपाललाई भुटान बनाइदिने भन्ने कुराहरू भन्नुभयो, र त्यसपछि नेपाललाई भारतको राज्य बनाइदिने कुरा उहाँले गरिसकेपछि त्यति बेला मलाई झनक्क रिस उठेपछि के भयो भन्दाखेरि मैले त्यसपछि त्यति बेला त्यो झनक्क रिस उठेपछि त्यसको पनि एउटा पिक पुगेपछि चाहिँ त्यसले चाहिँ त्यो प्रतिकार अगाडिको कुरा यो गृहमन्त्री भएको 1-2 हप्ता 3 हप्ता त्यस्तो कुरामा